गाइस, हजुरहरूलाई मेरो भिडियोमा वेलकम गर्न चाहन्न किनकि तपाईँहरूले मेरो भिडियो देख्ने बित्तिकै लाइक सब्सक्राइब र बेल आइकनलाई टिङ्ग बजाउनु नै हुन्न के। त्यही भएर मेरो भिडियोलाई नहेरिकन हजुरहरूले स्क्रोल गरेर तलतिर जानु होला। आज चाहिँ मेरो भिडियोमा चाहिँ मैले एउटा नराम्रो खबर लिएर आएको छु। त्यो नराम्रो खबर के हो भन्दाखेरि चाहिँ हाम्रो नेपालले पनि भारतको सीमा चाहिँ मिचेको छ अरे क्या। मैले पनि हाम्रो बालेनजीको बोलीबाट सुनेको। तर बालेनजी त एकदमै कुटनीतिकमा एकदमै बाठो हुनुहुन्छ है। उहाँले त्यो भन्नुको कारण के रहेछ भनेर यसो एनालाइसिस गर्दाखेरि चाहिँ मेरो विचारमा होइन, अरूहरूले पनि गरिरहनु भएको छ र मेरो विचारमा चाहिँ मेरो एनालाइसिसमा चाहिँ के भन्दाखेरि चाहिँ उहाँले भन्नुको त्यो कारण के भन्दाखेरि भारतले मात्रै हाम्रो नेपालको जग्गा मिचेको छैन, नेपालले पनि भारतको जग्गा मिचेको छ अरे कि। ओ माई गड। त्यो भनेको इन्डियाको नेतालाई चाहिँ वार्तामा ल्याउनको लागि, जो उक्साउनको लागि कि अहिले इन्डियनहरू सबजना ओहो हाम्रो कहाँ चाहिँ मिचेछ भनेर एकदमै उहाँहरू एक्साइटेड हुनुहुन्छ क्या। कहाँ चाहिँ मिच्यो होला, कहाँ चाहिँ के गर्यो होला भनेर त्यो भनौँ न अब सोध्न त आतुर हुनुहुन्छ। अब योभन्दा अगाडि त वार्तामा आउँ भन्दाखेरि कति मान्नु भएको थिएन। अब अहिले चाहिँ त्यो कुरा गरेपछि चाहिँ उहाँहरू उक्सिरहनु भएको छ। अब यही मौकामा चाहिँ हाम्रो बालेनजीले चाहिँ लिपुलेक र कालापानी अनि हाम्रो कति जग्गाहरू चाहिँ मिचेको छ त्यसको पनि हिसाब किताब गर्ने के। उहाँहरूको 20 रुपियाँ दिनु थियो भने हाम्रो त उहाँहरूले 100 रुपियाँ रिटर्न दिनुपर्ने हुन्छ क्या। सो त्यसैले हाम्रो बालेनजी नेता खतरा हुनाले चाहिँ यस्तो दिमाग लगाउनु भयो कि त हामीले सानो उमेरमा हुँदाखेरि आफ्नो बहिनीहरूको भाइहरूको थालमा भएको उता हेर त मुसा आएछ भन्दै मासु चोरेर खाए जस्तै हो है गाइस। हुन्छ, म उहाँको लागि त सालु ठोक्न चाहन्छु है। सो मेरो यही हो आजको नराम्रो खबर है, एकदमै नराम्रो खबर हो। अब हजुरहरूले कस्तो लाग्छ, राम्रो लाग्छ भने हजुरहरूले राम्रै भन्नु होला, नराम्रो लाग्छ भने नराम्रै कमेन्ट गर्नु होला, नत्र मन पर्दैन भने स्क्रोल गरेर तलतिर जानु होला है त। ओके, बाइ बाइ, सी यू नेक्स्ट भिडियो।